कुदाउँ त सर? हजुर अहिले हल्का कुदाउनु होला अहिले खुट्टामै दायाँ जानुपर्ने बाटो आउँछ हजुर दायाँ जाम कि बायाँ अब जाम? अब हजुर यसरी अब दाबेतिर जानुहोस् दाबेतिर अब यता मोड्नुहोस् अब मोड्दिउँ? हल्का अहिले अहिले नमोड्नुहोस् है अहिले सिधै जानुहोस् अहिले सिधै हल्का लाग्नुहोस् अनि मोड्नु होला है कता कता भन्नुहोस् त? हो लैजानुहोस् अझै लैजानुहोस् अब मोड्नुहोस् अब यतातिर यतातिर अब यता माथि अब मोड्नुहोस् अब यतातिर यतातिर अब यता माथि मोड्नुहोस् यता दायाँतिर दायाँतिर? अब हो त्यस्तै हो अब हिँड्नुहोस् सिधै अब हल्का साइड गरेर लैजानु होला है साइड गरेर लैजाने? मतलब यस्तै हो सिधै जानुहोस् सिधै अगाडि त केही छैन नि? छैन थोक यता छैन थोक यता लिनुहोस् अहिले अगाडिहरू गाडीहरू छन् ठिक छ नि बुवा? ठिक छ होइन बडो सजिलो छ के बुवा, आँखा चिम्म गरेर तपाईँले चलाउनु सक्नुहुन्छ। होइन होला के हो यो गाडी भन्ने चिज म त हेर्नुहोस् एक्सपर्ट भएर हजुर तपाईँले भन्नुहुन्छ भने मैले लाख किलोमिटर चलाएँ चलाउनु भयो आँखा बिना। हजुर यस्तो सेटको मान्छे यस्तो आँखा हो यसलाई हो हल्का अलि माथि माथि गएर लैजाने? त्यस्तै ठिक माथि माथि गएर यता दायाँतिर दायाँतिर? हो होइन हो यस्तै लैजानु सिधै जानुहोस् हो यस्तै जानुहोस् ठिक छ ठिक छ क्या? बाइक हो ठिक छ क्या? बाइक हो यस्तै जानुहोस् ल ठिक छ हो सिधै जानुहोस् है सिधै जानुहोस् हो बाबु गाडी रोक्नुहोस् किन? उस्तै यहाँ अब यहाँ पुल पनि छ चोक पनि पर्यो गाडीहरू आइरहेछन् गाह्रो हुन्छ के होइन होइन केही हुन्न टेन्सन नगर्नुहोस् त काठमाडौँबाट म लिएर आएको छु म विश्व रेकर्ड कायम गर्ने हिँड्ने मान्छेलाई यस्ता शान्तिना पुलमा उडाएर के बोले भाइ अब के बोले के छ थाहा भाइ बोले कति कति काट्नु? हल्का यता दायाँ गर्नुहोस् जाँदैछ ठिक छ नि? ठिक छ ठिक छ नि? गएको छ सिधै लैजानु सिधै दायाँ सिधै सिधै लैजानुहोस् चल्यो नि? चल्यो कट्यो नि? कट्यो कटो ऊ माथितिर यसो दायाँ गर्नु होला हल्का गाडी आइरहेको छ है रोक्नुहोस् अब माथि साइड गर्नुहोस् हल्का यता किनारतिर साइड गर्नुहोस् किनारमा केही छैन छ गाडी आइरहेछ अहिले पर्खिनुहोस् ठुलो ठुलो रहेछ के हो गाडी? ठुलो गाडी छ के गरौँ बुवा? अब के म झोड्छु र यहाँ तपाईँको सहयोगहरू म यहाँ केटाहरूले भनिदिन्छु है अगाडि हालौँ अलिकति गाडी अलिकति गाडी यतातिर आवाज आइरहेको? हजुर अब म यहाँ थुप्रै केटाहरू म तपाईँले स्कुलको सामान्य आएको छ अब म यहाँलाई पुऱ्याइदिनुहोस् भनेर सहयोग म केटाहरूबाट गर्छु हो रोक्नुहोस् गाडी अब यहीँ ल ठिक छ भनिदिनुहोस् त सहयोग है रोक्नु होला है एकछिन यतिबाट पहिले भनिदिनुहोस् त अनि यता हेर्नुहोस् त ब्रोला यता फर्क्यो त बाबु यता हेर्नुहोस् त ल मलाई अब हेर्नुहोस् त मेरो आँखा त ठिक छ नि त बुवा? ठिक छ तपाईँसँग एउटा रमाइलो मात्रै गरेको बुझ्नुभयो नि?